नमस्कार, टुडे न्युजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्युज सुरु गरौँ। प्रतिनिधि सभाको 7औं अधिवेशन आजदेखि सुरु हुने सम्बन्धी प्रसङ्गबाट। सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी भित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधि सभाको 7औं अधिवेशन आज आइतबारदेखि सुरु हुँदैछ। संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको पहिलो बैठक फागुन 23 गते अपराह्न 4 बजेको लागि आह्वान गर्नुभएको छ। सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनर्स्थापनाको आदेश अनुसार प्रतिनिधि सभाको 7औं अधिवेशन बस्न लागेको हो। यसअघि नेकपा भित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस 5 गते प्रतिनिधि सभा भङ्ग गरी निर्वाचनको घोषणा गर्नुभएको थियो। संघीय संसदको वर्षीय र हिउँदे अधिवेशन बीच 6 महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ। प्रतिनिधि सभाको 6औं अधिवेशन गत असार 17 गते अन्त्य भएको थियो। नेपालको संविधानले स्थायी प्रबुद्ध समूहको प्रतिनिधित्व रहने पछिल्लो सदनका रूपमा राष्ट्रिय सभा र माथिल्लो सदनको रूपमा प्रतिनिधि सभा रहने व्यवस्था गरेको छ। नेकपाको आधिकारिकताको विषयमा विवाद भई दुवै पक्षले आफ्ना संसदीय दलका नेता र प्रमुख सचेतक घोषणा गरिरहेको अवस्थामा हुन लागेको अधिवेशनलाई अरू राजनीतिक दल र आम जनताले निकै चासोका साथ हेरिरहेका छन्। यसअघिका अधिवेशन जस्तै बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताले शुभकामना मन्तव्य दिने बताइएको छ। यद्यपि कार्यव्यवस्था परामर्श समितिको अधिवेशन प्रारम्भ हुनुअघि बस्ने बैठकले कार्यसूचीलाई अन्तिम रूप दिनेछ। जनकपुर साहित्य महोत्सव शनिबार सम्पन्न भएको छ। दोस्रो संस्करण भनिएको महोत्सवमा जनकपुर धामका साहित्यहरू देखा परेनन्। जनकपुर धामका साहित्यकारहरूलाई महोत्सवका आयोजकहरूले आमन्त्रण नै नगरेपछि उनीहरू देखिएनन्। जानकी मन्दिर प्राङ्गणमा भएको साहित्य महोत्सवले मिथिला संस्कृति र संस्कारलाई बिर्सिएको अनुभूति गराएको छ। महोत्सवमा स्थानीय साहित्यकारहरूलाई सहभागी नगराइएको प्रति मैथिली साहित्यकार सभा जनकपुरले रोष प्रकट गरेको छ। जनकपुर धामका चर्चित साहित्यकारलाई आमन्त्रण समेत नगरेको प्रति साहित्यकार सभाले आयोजकप्रति असन्तुष्ट व्यक्त गरेको हो। साहित्यकार सभाका सभापाल प्रेम विदेहले शनिबार एक विज्ञप्ति जारी गरेर जनकपुर साहित्य महोत्सवमा स्थानीय साहित्यकारहरूलाई आमन्त्रण समेत नगरेको प्रति असन्तुष्टि जनाएका छन्। महोत्सवको उद्घाटन गएको बुधबार पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले गर्नुभएको थियो। उद्घाटन सत्रमा मुख्यमन्त्री लालबाबु राउत, सांसद विनोद चौधरी लगायत रहेका थिए। नव मिथिला फाउन्डेसनको आयोजनामा भएको साहित्य महोत्सवमा 15वटा सत्रमा 45 जना वक्ता सहभागी भएका थिए। महोत्सवको औपचारिक सत्र जानकी मन्थन शीर्षकबाट सुरु भएकोमा सो सत्रमा सन्तोषजनक रूपमा मिथिलाका साहित्यकारहरूलाई स्थानीय स्थान दिए पनि जनकपुरका चर्चित साहित्यकारहरूलाई छुट्याइएको थियो। सो कार्यक्रममा काङ्ग्रेसका नेता प्रदीप गिरी, राजनीतिक विश्लेषक सीके लाल, मैथिलीका वरिष्ठ साहित्यकार डाक्टर राजेश्वर विमल, भारतीय साहित्यकार डाक्टर आशा प्रभाले आफ्नो विचार राख्नु भएको थियो। महोत्सवको 4 दिवसीय विभिन्न शीर्षक अन्तर्गत साहित्यको सीमाञ्चल सत्रमा भारतका मनोज कुमार सिंह, राज पुनियानी, धनगढीका साहित्यकार रामलाल जोशी र जनकपुरका साहित्यकार अशोक दत्तको सहभागिता रहेको थियो भने सो सत्रको सहजकर्ताको भूमिका सञ्चारकर्मी एवं साहित्यकार चन्द्र किशोरले गर्नुभएको थियो। किताब वर्णनदेखि वस्तुसम्म भन्ने सत्रमा जनकपुर धामका एउटा पनि साहित्यकारलाई सहभागी गराइएन। हुन त कार्यक्रम आयोजकको नजरमा जनकपुर धामका पत्रकारको पनि अभाव रहेको देखिएको छ। नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिसँग कुराकानी गर्नका लागि काठमाडौँबाट पत्रकार मगाइएको थियो। राजनीतिको राग कहाँदेखि कहाँसम्म सत्रमा नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिसँग पत्रकार सुधीर शर्माले कुराकानी गर्ने भनेर आयोजकले तयारी गरेको थियो। महोत्सवको तेस्रो दिन मैथिली मिठास सत्रमा मैथिलीको
मिठास दिन परमेश्वर कापडीसँग मैथिली भाषासँग सरोकार समेत नरहेका कुल प्रसाद कोइरालालाई सहभागी गराइएको थियो। त्यसैगरी भविष्यको राजनीतिक र राजनीतिको भविष्य, स्वतन्त्र समाज र विचारहरू लगायतको कार्यक्रमहरूमा विशुद्ध राजनीतिक कार्यक्रमको झल्को दिने खालको रहेको थियो। सिनेमाको रङ सत्रमा मैथिली अभिनेताहरूलाई छुट्याएर चलचित्र अभिनेता राजेश हमाल, अभिनेत्री मनिषा कोइराला, अनुपम बराल लगायतका कलाकार सहभागी गराइएको थियो। 4 दिनको कार्यक्रममा मिथिलाको कला क्षेत्रसँग सरोकार राख्ने संस्थाहरूलाई सहभागी समेत गराइएन। काठमाडौँबाट कार्यक्रमलाई सारेर जनकपुर धाममा ल्याइए पनि आयोजकले आफू अनुकूल कार्यक्रम तालिका तयार पारेर आयोजना गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले जिल्ला समन्वय समितिलाई पङ्गु बनाएको आरोप लगाएका छन्। जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्बर 2 ले आयोजना गरेको प्रदेश स्तरीय विस्तारित बेलालाई शनिबार जलेश्वरमा सम्बोधन गर्दै उहाँले संविधानले दिएको अधिकार समेत संघीय सरकारले कार्यान्वयन नगरेर जिल्ला समन्वय समितिलाई कामविहीन बनाएको जिकिर गर्नुभयो। साबिकको जीविसलाई जिल्ला समन्वय समितिको नाउँमा बिउट्यायो उहाँले भन्नुभयो, तर काम दिएन। संविधानको धारा 220 मा दिएको अधिकार समेत संघीय सरकारले पालना नगरेर जिल्ला समन्वय समितिलाई पङ्गु बनाएको मुख्यमन्त्री राउतको भनाइ थियो। संविधानले दिएको अधिकार लिनको लागि जिल्ला समन्वय समिति महासंघलाई थप सक्रिय भएर अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो। दलमुखी भएर अधिकार पाइँदैन उहाँले भन्नुभयो। अधिकारको लागि सबैजना मिलेर अघि बढ्नुपर्छ। संघीयता विरोधी मानसिकता भएकाहरू संविधानले दिएको अधिकार समेत कटौती गर्नमा लागेको मुख्यमन्त्री राउतको भनाइ थियो। प्रदेश नम्बर 2 ले जिल्ला समन्वय समितिलाई सबैभन्दा बढी अधिकार दिएको जिकिर गर्दै उहाँले यसको लागि आलोचना समेत खेप्नु परेको बताउनुभयो। संघीय सरकारले स्थानीय तहलाई उपलब्ध गराउने बजेट र बालुवा गिट्टीबाट उठाउने रोयल्टी जिल्ला समन्वय समिति मार्फत स्थानीय तहलाई वितरण हुनुपर्ने धारणा मुख्यमन्त्री राउतले राख्नुभयो। जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिएर सक्रिय बनाउनु पर्ने मुख्यमन्त्री राउतले बताउनुभयो। एक फरक प्रसङ्गमा मुख्यमन्त्री राउतले सर्वोच्चको फैसलाले संघीयतालाई थप बलियो बनाउने दाबी गर्नुभयो। जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्बर 2 का अध्यक्ष सुरेश प्रसाद सिंहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सभाका सदस्य रानी शर्मा लगायतको उपस्थिति रहेको थियो। सो अवसरमा जनता समाजवादी पार्टी नेपाल महोत्तरीका अध्यक्ष नागेन्द्र यादव, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र, बलुवा नगरपालिकाका मेयर विनोद यादव, एक डाँडा गाउँपालिकाका अध्यक्ष राम छविलाल शाह र नेपाल पत्रकार महासंघ महोत्तरीका सभापति कमलेश मण्डल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। सरकारले आज आइतबारबाट देशैभरिको दोस्रो चरणको खोप अभियान सञ्चालन गर्दै 65 वर्ष माथिका र फ्रन्ट लाइनमा खटिनेहरू छुटेकालाई सरकारले यस चरणमा खोप लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण आर्यले आइतबारदेखि दैनिक 2 देखि 3 लाख नागरिकलाई खोप लगाउने लक्ष्य सहितको अभियान सञ्चालन गरिने जानकारी दिएको छ। उहाँले देशैभरिका 6000 खोप केन्द्रबाट खोप लगाइने बताउनु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवी शिक्षण अस्पतालबाट खोप लगाई यो अभियान सुरु गर्नुहुनेछ। नेपालमा 65 वर्ष माथिको संख्या 16 लाख रहेको मन्त्रालयको तथ्याङ्क छ। सप्तरीको राजविराजबाट कटुवा पिस्तोल सहित 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। राजविराज नगरपालिका 6 मेहत्तर टोलबाट कटुवा पिस्तोल र 2 राउन्ड गोली सहित 2 जनालाई शनिबार दिउँसो पक्राउ गरेको हो। विष्णुपुर गाउँपालिका 7 बस्ने 20 वर्षीय महेन्द्र कुमार शर्मा र सोही गाउँपालिका बस्ने 5 मा बस्ने 19 वर्षीय प्रभु शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। विशेष सूचनाको आधारमा ओडा प्रहरी कार्यालय राजविराजबाट खटिएको प्रहरीले 67P9670 नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार शाहलाई पिस्तोल र गोली पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नको लागि नारायणगढ मुगलिन सडक 1 हप्ता दिउँसो बन्द गरिने भएको छ। आजदेखि 29 गतेसम्म 1 हप्ता दिउँसो सडक बन्द गर्न लागि हो। नारायणगढ मुगलिन सडक आयोजनाले सूचना जारी गर्दै सडक खण्ड अन्तर्गत 4 किलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागि जनाएको छ। सडक खण्डमा बिहान 10:30 बजेदेखि दिउँसो 3 बजेसम्म दुईतर्फी आवागमन बन्द गरिने आयोजनाका इन्जिनियर सबिना राणा भाटले जानकारी दिएका छन्। उनले अत्यावश्यक सेवा बाहेकको सबै सवारी साधन रोकिने बताएका छन्। गत असारको पहिलो हप्ता पहिरोले बगाएको क्षेत्रमा काम गरिने राणा भाटले जानकारी दिनुभएको छ। सडक खण्डमा 85% पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ। यो अवधिमा नारायणगढ तर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुगलिन तर्फबाट आएका सवारी साधनलाई शान्ति बजारमा रोकिनेछ। उक्त अवधिमा वैकल्पिक सडक मार्ग प्रयोग गर्न समेत नारायणगढ मुगलिन सडक आयोजनाले अनुरोध गरेको छ। वैकल्पिक सडक प्रयोग गर्न नमिल्नेहरूले धैर्य धारण गरी लेन अनुशासन पालना गरी ट्राफिक प्रहरी र कर्मचारीको अनुशासन पालना गर्न भनिएको छ। विश्वभरमा 9 करोड 26 लाख भन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। आइतबार बिहानसम्ममा 9 करोड 26 लाख 33,541 जना संक्रमित कोरोना मुक्त भएका हुन्। हालसम्ममा विश्वभरमा 11 करोड 70 लाख 59,442 जनामा कोरोना संक्रमण भएको छ। संक्रमित मध्ये 25 लाख 98,982 जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ। हाल विश्वभरमा 2 करोड 18 लाख 26 हजार भन्दा बढी सक्रिय संक्रमित छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्ममा 2 करोड 96 लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 2 करोड 2 लाख 70 हजार भन्दा बढी निको भएका छन् भने 5 लाख 37,117 जना संक्रमितले ज्यान गुमाइसकेका छन्। भारतमा हालसम्ममा 1 करोड 12 लाख 10 हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। संक्रमित मध्ये 1 करोड 8 लाख 86 हजार भन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1,57,791 जना पुगेको छ। नेपालमा हालसम्ममा 2,74,655 जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये 2,70,828 जना निको भएका छन्। यहाँ कोरोनाबाट 3,010 जनाले ज्यान गुमाइसकेका छन्। हवस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।